हेलो साथीहरू, नमस्ते नमस्ते। अनि नेपालतिरको हल्लीचल्ली के छ अहिलेको चुनाव के कस्तो लागिरहेछ? चुनावको माहौल के कस्तो लागिरहेछ? ओहो दाजु के छ हजुर? ल हाम्रो यहाँ एकजना नेपाली दाजु भेट हुनुभयो। अनि के छ दाजु, कता हो आज? म यसो आज छुट्टी थियो कि। अनि नेपालतिर अहिले चाहिँ नि के अरे यता हेरिदिनु पर्यो ल भिडियोमा। ल आज म चाहिँ ड्युटी जाँदै थिएँ होइन, हजुर हाम्रो एकदम नेपाली दाजु भेट भयो फेरि यहाँ बाटोमा। हजुर म चुनावको विषयमा केही कुराहरू सोध्छु दाजुलाई है त। अनि दाजु यसपालि चुनावको माहौल एकदमै चर्किया छ फागुन 21लाई होइन। तपाईँको चाहिँ के भन्छ समर्थन चाहिँ कसलाई छ? मेरो समर्थन त अब एमालेलाई। हिजो भेट्दा त बुढा घन्टीमा भन्थे त यार भोट यार घन्टीमा हाल्नुपर्छ भन्दै थिए। के हो यो कुरो खासमा? कहाँ अघि यसो घुम्न गएको मासु र भात दिइहाल्यो। कहाँ अब बोल्यो भने त पाप लाग्छ भनेर भन्न त मिल्दैन। भोट चाहिँ मासु भात जस्तो खायो भने है। ए भोट कसलाई हालिरहेछ भनेर मैले यहाँ पत्ता लगाइसक्यो। यस्तो रहेछ नि त कुरो कहानी हाम्रो सर। भोट चाहिँ यता हाल्ने हो, जे भए पनि मर्काउट चाहिँ उता हो के। ए मासु भात मात्रै मर्का अरे एमालेको, मासु र भात रौसी रे। अब यो भोट चाहिँ घन्टीलाई नै जाने अरे हाम्रो दाइको होइन भनेर चाहिँ कुरो यस्तो आछ साथीहरू। तपाईँहरूको भोट चाहिँ नि कसलाई हो के हो त्यहाँ कमेन्ट बक्समा ट्याक्क लाएर कमेन्ट गरिदिनुहोस् त।